राजसभामा धेरै नै बौद्धिक 101 नेताहरू हुँदाहुँदै पनि केही समय पर्खेरै भए पनि अदालतबाट सफाई पाइसकेपछि गृहमन्त्रीमा पुनः सुदन गुरुङ नियुक्त हुनुभएको छ र सुदन गुरुङ पार्टीमा राम्रै प्रभाव पार्ने क्षमता देखिएको छ। केरो कार्यकालमा केही भ्रष्टाचारका फाइलहरू खोलिएका थिए। प्रमाणहरू जति यथेष्ट रूपमा हुन पर्थ्यो छोड्ने कामहरू देखिएको थियो। अबको कार्यकालमा ती कुराहरू नहुन्। जुन कुरालाई अगाडि बढाइन्छ त्यसको यथेष्ट प्रमाणसहित अगाडि बढोस् र देश सुशासनको पक्षमा, समृद्धिको पक्षमा अगाडि बढाउनका लागि अझ महत्त्वपूर्ण भूमिका गर्न सक्ने अठोट क्षमता भएर नै पक्कै पनि उहाँलाई नै पर्खेर पुनः गृहमन्त्रीमा नियुक्त गरिएको छ। त्यही अनुरूपको काम रहोस् र देशको विकास र समृद्धिको गतिमा अझ अग्रगति छलाङ मारोस्, यो चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु।